घोरेपानी पुन हिल ट्रेक नेपालकै पपुलर र तुलनात्मक रूपमा सजिलो ट्रेकिङ रुटमध्ये एक हो। हामीले यो अविस्मरणीय यात्रा 2025को न्यु इयरमा सम्पन्न गरेका थियौँ र आज हजुरहरूलाई बुटोलबाट सुरु भएको यो यात्रा सेयर गर्न गइरहेका छौँ। बिहान 5 बजे सुरु गर्ने भनिएको यात्रा, आउनुहोस् यो यात्राको अविस्मरणीय क्षणहरू एकसाथ अनुभव गरौँ। हेलो। के छ भन्न? आजको तारिक के छ? आजको बिहान 5 बजे हिँड्ने भनेको 7 बज्नु लाग्यो, अहिलेसम्म हामी हिँडे छैनौँ। प्याकिङ हुँदैछ अलमोस्ट। किन यति ढिलो गर्नुभयो त? कस्तो ढिलो गर्ने हो र? मेन ढिलो गर्ने लक्ष्मण सर नै हो। 50 650 हाम्रो फर्स्ट डेको प्लान उल्लेरी थियो, जहाँ पुगेर बास बस्ने योजना बनाएका थियौँ। यात्रा सुरु गर्न पहिलो चरणमा पोखरा पुग्नु पर्थ्यो, त्यसपछि पोखराबाट करिब 40 किलोमिटरको ड्राइभिङपछि नयाँपुल आइपुगिन्थ्यो। त्यहाँबाट करिब 2 घन्टाको अफरोड ड्राइभिङपछि बल्ल उल्लेरी पुग्न सकिन्थ्यो। यही योजनासहित उत्साहका साथ हामीले यात्रा सुरु गरेका थियौँ। अगाडि के रोमाञ्चक अनुभव हुने हो त्यही सोच्थ्यौँ। पाल्पाको चर्चरे भन्ने ठाउँमा खाजा खानको लागि केही बेर हामी त्यहीँ भुल्छौँ। बुटोलवासीको लागि पाल्पाको चर्चरे, जोरधारा, केराबारी भन्ने ठाउँहरू मेनली बटुक, पकौडा, सुकौनी, सुकुटी, छ्याङको लागि निकै पपुलर ठाउँहरू हो। निसी हरायो भने के हुन्छ? 1 लाख दिनु पर्छ। 70 80 कतिको? अनि किन 1 लाख दिनु पर्छ? हामी खाजा खाएर अब निस्किन लाग्यो ल। भ्लगमा भन्नु पर्यो नि। यस्तो यो हेलो गाइज, वेलकम टु आवर ब्लग। हामी चाहिँ यो के भन्ने ठाउँमा, यो दोबान भन्दा यता खासै थाहा छैन। हामी चाहिँ भर्खर चर्चरे भन्ने ठाउँमा भर्खर खाजा खाएर अनि हामी निस्किन लाग्यो। यो अब गाडी रेडी सेटअप हुँदैछ। तिम्रो नाम के हो? बादललाई आकाशमा उड्न भन्दा जमिनमै रमाउन मन लागे जस्तो त्यो मौसम। चिसो थियो तर मन आनन्दित थियो। अहिले हामी चाहिँ खाना खान स्कुटी बुटोलबाट 6:45मा सुरु गरेको यात्रा हामी पोखरा आइपुग्दा 2:15 हुन्छ। बिचमा एउटा दुईटा स्टप लेख्दै आउने क्रममा हामी 4 बजे नयाँपुल भन्ने ठाउँमा आइपुग्छौँ। नयाँपुल कटेपछि बिरेठाँटी भन्ने ठाउँमा आउँछ। बिरेठाँटीदेखि 2टा बाटो छुटिन्छ। यदि हजुरहरू पहिला घान्द्रुक घुम्न चाहनुहुन्छ भने हजुरहरूले दायाँपट्टिको बाटो जानुपर्ने हुन्छ। तर हामी घोरेपानी पुन हिल ट्रेक जाने प्लान गरेको हुँदा हामी चाहिँ लेफ्ट बाटो लिन्छौँ। हामी बिरेठाँटी हुँदै उल्लेरी जाँदै थियौँ। कति टुरिस्टहरू भने नयाँ पुलबाट नै हिँडेर पुन हिल जाने गर्छन्। पोखराबाट नजिक रहेको उल्लेरी भन्ने गाउँ धेरै पर्यटकीय सम्भावना बोकेको गाउँ हो। उल्लेरीबाट देखिने मनमोहक हिम श्रृङ्खला तथा पहाडी दृश्यले जो कोहीलाई लोभ्याउने गरेको छ। हामी नयाँ पुलबाट 2 घन्टाको यात्रापछि उल्लेरी पुग्यौँ र राति त्यहीँ बिताउने सल्लाह गऱ्यौँ। चिसा चलेको माथि पनि छ क्या मेरो विचारमा चाहिँ। के यहाँबाट माथि कसरी जाने हो? उल्लेरीमा होमस्टे तथा थुप्रै होटलहरूको पनि व्यवस्था भएको पाइन्छ।
होमस्टेमा आउने पर्यटकहरूलाई बेलुका आउन साथ मक्के भट्ट आदिको खाजाको साथै बेलुकाको खाना र बिहानको नास्ता गरी प्रति व्यक्ति प्याकेजमा रु 1000 लिने गरिएको एक स्थानीयले बताउनु भएको थियो। तर हामीलाई यो पूर्व जानकारी नभएको हुँदा हामी होमस्टेको साटो एउटा होटलमा बस्छौँ, जसको रुम भाडा जम्मा 600 थियो भने खानाको प्राइस पनि रिजनेबल नै थियो। साथै रुफटपदेखि हिमालको दृश्य पनि क्लियरली देखिन्थ्यो र त्यहाँको स्टाफ पनि निकै फ्रेन्डली हुनुहुन्थ्यो। र यसको साथै उल्लेरी आउने पर्यटकहरूले गाउँमाथि रहेको थाप्लो भन्ने स्पटमा पुगेर टाढा टाढासम्मको हिमाल तथा विभिन्न दृश्य एकसाथ अवलोकन गर्न पाउने एक स्थानीयवासीले जानकारी गराउनु भएको थियो। अहिले खुट्टा गलिसके। बिहानको खाजा खाएर हामीले उल्लेरीदेखि ट्रेकिङ सुरु गऱ्यौँ। उल्लेरीबाट घोरेपानी जम्मा 6 किलोमिटर रहेछ र घोरेपानी पुग्न करिब 4 घन्टा लगातार हिँड्नुपर्ने त्यहाँका स्थानीयहरूले बताएका थिए। उल्लेरी हुँदै पहिलो गन्तव्य हुन्छ बनठाँटी। बनठाँटी हुँदै हाम्रो यात्रा हुन्छ नाङ्गेठाँटी। बनठाँटी जङ्गलै जङ्गल, उकालो अनि ओह्रालो बाटो। शरीर थकित थियो तर मन रोमाञ्चित। खोलाको काखैबाट हुँदै यात्रा अगाडि बढ्दै थियो। कलकल बग्ने खोलाको सङ्गीत, चराचुरुङ्गीको मिठो चिरबिर, बाटोमा भेटिएका सुन्दर झरनाहरू, तलमाथि ओहोर दोहोर गरिरहेका अनगिन्ती पर्यटकहरू, भारी बोकेर हिँडिरहेका खच्चडहरू, यी सबैले हाम्रो यात्रालाई झनै रोमाञ्चित बनाइरहेका थिए। मैले एउटा कुरो भन्छु, मलाई म्यासेजमा कहिल्यै नहिँड्ने मान्छे ट्रेकिङ भनेर भन्नेछन्। तिमीहरूले यहाँ मेरो यहाँ पर्फर्मेन्स हेर्नु पर्यो के। सबभन्दा फर्स्ट मै बस्छु यहाँ होइन। म आलु म फेरि के वाइवाई छ कि? वाइवाई खाऊँ ल। चिया न चिया तिमीहरूलाई त्यहाँ डाँडामा घाम ताप्न जानुपर्छ। चिया नै यहीँ आऊ। भोक लाग्यो जस्तो भयो हल्का। कितनी हालत थाहा छैन। हेलो हामी करिब 5 घन्टाको लगातार हिँडाएपछि अन्ततः नाङ्गेठाँटी भन्ने ठाउँमा पुग्यौँ। शरीर पुरै थकित थियो, खुट्टा भारी भइसकेका थिए, तर त्यहाँको वातावरणले हाम्रो सबै थकान मेटाइदियो। शीतल हावाले गालामा हल्का स्पर्श गरिरहेको थियो। नाङ्गेठाँटी पढौँ कि नाङ्गेठाँटी पढौँ? नाङ्गेठाँटी। वरिपरि हरियालीले ढाकिएका डाँडा, टाढा देखिने हिमालका टुप्पो अनि चराचुरुङ्गीको मधुर सङ्गीत, यो छड्ने सबै मेहनतको प्रतिफल जस्तो लाग्छ। हामी केही बेर बस्यौँ, गहिरो सास फेर्यौँ अनि त्यहीको सौन्दर्यलाई आँखाभरि कैद गऱ्यौँ। थकान भुलेर नयाँ उत्साहका साथ फेरि यात्रा अघि बढाउने तयारी गर्न थाल्यौँ। अब हामीलाई यहाँ ठ्याक्कै 15 मिनट लाग्छ भन्छन् भन्नलाई। भन्न त 4 घन्टा भनेका हुन् बिहान पनि। अहिले ठ्याक्कै हामी 7वटा घन्टा हिँड्यो भनेपछि अब 15 मिनट भनेपछि सोच्नुहोस् अब कति लाग्छ। नेक्स्ट भिडियो फेरि बनाउँछु।
उकालो यात्राले शरीरलाई थकित बनाए तापनि अगाडि बढ्ने उत्साह उस्तै नै थियो। उचाइ बढ्दै जाँदा दृश्यहरू झन् खुलेर आउन थाले। हरिया रुखहरू पन्छाउँदै अग्ला पहाडहरू पार गर्दै केही समतल बाटोमा पाइला राख्यौँ। टाढाबाट निलो टिनले छाएका घरहरू देखिए। लाग्यो अब त गन्तव्य नजिकै छ। 15 मिनट भने थियो, ठ्याक्कै 5 मिनटमा आइपुग्यो हामीहरू ट्याक्क लाएर। यो घोरेपानी भन्थे, घोडेपानी रहेछ है। स्पेलिङ हेर्नु होला त्यहाँ। अब त जेस ठुलो सास गर्न पाइयो। ठुलो सासुमा भएर फेर्ने हो चाहिँ। त्यो दृश्यले हाम्रो थकान मेटिए झैँ लाग्यो। मनमा हल्का उत्साह जाग्यो। तर जब त्यहाँ पुग्यो थाहा पाइयो यो त केवल तल्लो घोरेपानी रहेछ। असली गन्तव्य अझ केही पर थियो। माथिल्लो घोरेपानी पुग्न अझै हामीलाई 20 मिनट जति उकालो चढ्नुपर्ने रहेछ। हामीले गहिरो सास फेर्यौँ, क्षणभर विश्राम लियौँ अनि बाँकी यात्राका लागि फेरि पाइला अगाडि बढायौँ। झन् रमाइला दृश्यहरू आत्मसात गर्ने आशा छ। कस्तो भइरह? म त ढले सजिलो ट्रेकिङ रुट भए पनि शरीर पुरै थकित भइसकेको थियो। बाटोभरि विभिन्न ठाउँमा विश्राम गर्दै आएका थियौँ। त्यसैले 4 घन्टाको यात्रा गर्न हामीलाई झन्डै 8 घन्टा जति लाग्यो। तर यो लामो यात्राको बावजुद पनि हाम्रो उत्साहमा कुनै कमी थिएन। अन्ततः हामी माथिल्लो घोरेपानी पुग्यौँ। नाइस भ्यू पोइन्ट भन्ने लजमा बस्ने व्यवस्था गऱ्यौँ, जहाँबाट हामीले वरिपरिको सुन्दर हिम श्रृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सक्थ्यौँ। सर कहीँ नलाग हामी बिहानको शीतल हावामा जब घामको पहिलो किरण हिमालका चुचुरामा पर्न थाल्छन्, पुनहिलको अनुपम सुन्दरताले हाम्रो मन लोभ्याउँछ। अन्नपूर्ण, धौलागिरी, माछापुच्छ्रे लगायतका हिम श्रृङ्खलाहरू सुनौलो किरणले झन् उज्यालिन्छन् र आकाश एक अद्भुत रङ्गीन क्यानभासमा बदलिन्छ। हामी पनि अरू धेरै पर्यटकहरू चाहिँ अँध्यारोमा यात्रा गरेर यहाँ आइपुगेका छौँ, यो अनमोल दृश्य आफ्नै आँखाले अवलोकन गर्नु। चिसो हावाले गाला छुँदा हातमा तातो कफीको चुस्की लिँदै हामी त्यो स्वर्णिम सूर्योदयको रमणीय क्षणलाई आँखाभरि कैद गर्न खोज्छौँ। यस्तो अनुभव साँच्चै अविस्मरणीय लाग्छ। यो अनुपम क्षणलाई कैद गर्न हामीमध्ये कसैले क्यामेरा निकाल्छौँ, कसैले मोबाइलमै तस्बिर खिच्न थाल्छौँ। तर यो दृश्य कुनै पनि फ्रेममा पूर्ण रूपमा समेट्न सकिन्न भन्ने अनुभूति हामी सबैलाई हुन्छ। हिमालको काखमा उभिएर हामी केही बेर मौन भएर त्यो सौन्दर्यलाई महसुस गर्छौँ। वरिपरि पर्यटकहरूको उत्साहजनक आवाज मिसिएर वातावरण झनै जीवन्त बन्छ। कोही सेल्फी लिइरहेका छन्, कोही आफ्ना अनुभव साथीभाइसँग बाँडिरहेका छन्। हामीलाई थाहा छ केही क्षणपछि घाम अझै माथि उक्लन्छ, त्यो सुनौलोपन बिस्तारै हराउँदै जान्छ र पुनहिलको यो जादुई माहौल फेरि भोलिपल्ट बिहानसम्मका लागि बिदा हुन्छ। त्यसैले हामी प्रत्येक क्षणलाई जतिसक्दो राम्ररी महसुस गर्न खोज्छौँ। हामी अब पुनिल सकेर झऱ्यौँ तल, होइन गणेश सर? जम्मी यो आधी घन्टाको बाटो हो यो। हामी त अझै छिटो पनि आइयो कि जस्तो लाग्थ्यो। ठ्याक्कै घडी हेरेन, लेख्न चाहिँ तल 45 मिनट लेख्छ। हामी चाहिँ आधी घन्टाभन्दा छिटो आइयो। आधी घन्टाको आसपासमा आउन पर्ने हो हामी, यत्रो यङ जेनेरेसन भएर। तपाईँ लागिहाल्नु बाई बाई गाइज।